भएको छ, उद्घाटन गर्नुभएको छ। शाहनगेज परेवा हामी सबैको शान्तिको प्रतीक हो। जसरी यो खुल्ला आकाशमा खुसी साथ एउटा शान्तिको सन्देश दिँदै परेवा उडिरहेको छ, सोही अनुरूप हामी सबैले एउटा हामी आपसमा भाइचारा सद्भाव भएको मलाई पनि गर्व लागेको छ। छिमेकीको हिसाबले र नगर प्रमुखको हिसाबले उहाँप्रति सम्मान व्यक्त गर्न चाहन्छु। र आज शारीरिक अनावरण गर्ने दिन म त्यहाँ तपाईँको कार्यक्रममा सँगसँगै हुनु पर्थ्यो। मेरो राशि कारणले सम्भव भएन। तथापि आज यो कार्यक्रमको सफलताको कामना गर्न चाहन्छु र मगर भाषाका आदिकवि जितबहादुर सिंहले जो हामी सबैका लागि पनि गौरव हुनुहुन्छ र विशेष गरी उहाँको जन्मस्थान र घर भएको ठाउँ दुवैका लागि गुल्मी स्याङ्जा दुवैका लागि आदरणीय हुनुहुन्छ र आज यो महत्त्वपूर्ण कार्यक्रममा उहाँप्रति सम्मान अर्पण गर्दै आफूलाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु र उहाँको शालिग अनावरण गर्न पाउँदा गौरव महसुस गरेको छु। त्यस कारणले समग्र बुटुल उपमहानगरपालिकाको तर्फबाट उहाँप्रति सम्मान गर्दै मगर भाषाको आदिकवि हुनुभएकोमा गौरव गर्दै शारीरिक अनावरण गर्न पाउँदा गौरवको महसुस गरेको कुरा तपाईँका विषयमा विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। जय नेपाल। सम्पूर्णले ज्यूलाई सम्मान गरिदिनु पनि म हार्दिक अनुरोध चाहन्छु। एउटा ताली बजाइदिनु होला। यसै गरी मेयर साहबले फोनबाटै उद्घाटन गर्नुभयो। वार्ड नम्बर 6 को है यो वार्ड नम्बर 6 को यस्तो वार्ड नम्बर 4 को त गाँस हालिसक्नु भएको छ। कतिपय आउँदै हुनुहुन्छ। कार्यक्रम चलाउँछ म। वार्ड नम्बर 3 वार्ड नम्बर 2 को सेट हो यो। नमस्ते। खाने बेला भएको कि नै? नभए एकछिन जाम न उता खाली भएको कुर्सीहरू है। वार्ड नम्बर 1 को वार्ड नम्बर 11 हो न। नमस्ते नमस्ते। के हो वार्ड होइन गुप्ता हो चारी कार्यक्रम। वार्ड नम्बर 11 18 19 को सेट हो यो। श्री गंगापुर मगरजुलाई पनि अतिथिको आसन गरिदिनु हार्दिक अनुरोध चाहन्छु। यसै गरी नेपाल मकर संघ जिल्ला चाहन्छु। यसै गरी आसन गरिदिनु नेपाल मकर संघ फुटबलका सल्लाहकार श्री ठाकुर राणा मगरजुलाई पनि हार्दिक अनुरोध चाहन्छु। पालो लाउनु अतिथि आसन गरिदिनु नेपाल मगर बौद्ध सेवा समाज लुम्बिनी प्रदेशका अध्यक्ष। यसै गरी आसन गरिदिनु नेपाल मगर बौद्ध सेवा समाज समाजसेवी श्री सुशील सालु मगरजुलाई हार्दिक वार्ड नम्बर 7 जोरले नास्ता खाँदै हो। वार्ड नम्बर 9 वार्ड नम्बर 9 को सेट हो यो। नम्बर 10 हो न।
Wadah nomor 8. Namaste. Wadah nomor 8. Wadah nomor 8 काम भ्याउनु भएको नि उता हिँड्नु उपचारिक कार्यक्रम भएको छ उहाँ सबै रमाइलो हेर्नु होला है हजुर ल है उता उपस्थित भइदिनु होला है वडा नम्बर 8 को वो वाक्से छ के हो यो दाल यो दाल रहेछ यो भात रहेछ यो मायालको धेरै भात खान लाग्छ यो त थोरै हो मेरो छोरी कहाँ आइछ त्यसो कार्यक्रम सुरु भयो के हेर्नु मेरो सबै मगज्यू बुटोल 19 का दिलबहादुर सुनाखरी मगज्यू बुटोल 7 का मिनमार राणा मगज्यू यसै गरी बुटोल 4 का बाबुराम बुटोल 9 का अम्बर बहादुर थापा मगज्यू यसै गरी बुटोल 8 का तुलसी मगज्यू यसै गरी बुटोल 11 का कुमारी कालसा मगज्यू उहाँहरू नेपाल मगर सङ्घ बुटोल मानव समितिलाई सहयोग गरे बापत 25,000 भन्दा माथि सहयोग गरे बापत उहाँलाई आजीवन सदस्यले सम्मान गरेको थियो सोही अनुरूप उहाँलाई आजको यस कार्यक्रममा गरिएको थियो र जो आउनु भएको छ कृपया अगाडि आएर आसन गरिदिनु पनि म आजीवन सदस्यज्यूलाई म हार्दिक अनुमोदन चाहन्छु र यसै गरी हामीमा आसन गर्नुको लिस्ट आएको छ अतिथि रूपमा आसन गरिदिनु न नेपाल मगर सङ्घ शाखा कतारका सल्लाहकार श्री भीम तरामु मगरज्यूलाई पनि अतिथिको आसन गरिदिनुमा हार्दिक अनुरोध चाहन्छु र यसै गरी हामीमा अन्य अतिथिगणहरू पनि
जीवन बिताउने बेलामा छुटिने बैसाखरीमा पूजा हो भन्ने कुरो यहाँहरूलाई थोरै जानकारी पनि दिन चाहन्छौँ किनभने जान्छ अब अमिलो हुन जान्छ त्यसो हुँदाखेरि त्यो कुरालाई हामी बुझाउने प्रयास गर्नेछौँ बुझाउन प्रयास गरिरहेका छौँ भन्ने कुरा यही तपाईँले बुझिदिनु होला भन्ने यहाँलाई अनुरोध गर्न चाहन्छौँ र अहिले
नानीहरूलाई उहाँले आशीर्वाद प्रदान गरिरहनु भन्दै मैले आफ्नो भनाइ पनि यही छोट्याउन चाहे र यही अन्त्य गर्न चाहन्छु। सबैलाई मङ्गल होस्, सबैलाई जय होस् भन्दै म आफ्नो भनाइ यही अन्त्य गर्न चाहन्छु। भगवती सम्ममा सबैलाई मङ्गल गरिजाओस्। साधु साधु साधु। र यो मेरो मनबाट कुनै त्यस्ता कति अपराधहरू हामीबाट भएको भए नराम्रा विचारहरू मनमा आएको भए नराम्रा शब्दहरू जान अनजानमा बोलेको भए हामीहरू अज्ञानी अनजान सम्झी हामीहरूलाई क्षमा गरिदिनुहोस्। बाजे बज्या ल साधु गर्नु साधु साधु साधु। ल हाम्रो अब विधिवत रूपमा ल यता बजेलाई लगाइदिनुहोस्। ठिक जानुभयो ल पहिला यो खाना लगाइदिनुहोस्। ल बजेलाई खाना लगाइदिनुहोस्। बडा गन्ध बुढा पेतक यता कुसुम सन्तति पूजयामि मुनिदास श्री पाद सरोरे पूजयामि पितृदेव बजै कुशलेन नाना पुण्येन मैतेन च मकं पुंपं मिलायति यथा देव काय तथयाति विनाश भाव उद्यो। बत्ती जलाउनुहोस्। ल भन्नुहोस् है। घनसार पदितेन दीपेन तम धंसिनं तिलोक दीपम समुद्रं पूजयामि तमनुदं। ल गर्नुहोस्। अब यता पनि चलाउनुहोस् बजेको लागि दीपेन दीपेन तम धंसिनं दीपम समुद्रं पूजयामि तमनुदं। ल बजेलाई पनि बत्ती जलाइदिनुहोस्। हो त्यो अब के भन्छ मोमबत्ती यता दिनुहोस्। यता यता ल
यो समान्तर यसलाई उता पास गर्नुहोस् ल यता दायाँ कदम सपम अपराधम खमथ मे भन्ते द्वितीयम्पि तृतीयम्पि उकासद्वारा दायाँ कदम सपम अपराधम खमथ मे भन्ते हे भगवान हे पितृदेव हे सम्पूर्ण ठाउँमा रहेका चैत्यहरू यो मेरो शरीरबाट सम्पूर्णलाई शुभ बिहानी। हामी बुटोल उपमहानगरपालिका दिपनगर वडा नम्बर 7 स्थित हाम्रो बाजे बजाइको पूजा हुँदैछ, पितृ पूजा। यहाँ हुनुहुन्छ हाम्रो लखन थापाको मूर्ति छ भने छ। मगर भाषा, इतिहास र विद आदि कवि सोजित बहादुर सिंगाली मगरको मूर्ति। आज दुवै मूर्तिलाई अनावरण गर्न गइरहेको जानकारी गराउन चाहन्छु। पूजाको तयारी हुँदैछ। हजुर बाजे खाना पाक्दैछ। हाम्रो पाहुनाहरूलाई आज खाना खुवाउन बिन्दास क्याटरिङ।